सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक नमन गर्दै म यहाँहरुसँग आज एउटा व्यङ्ग्यात्मक कविता वाचन गर्ने अनुमति चाहन्छु। कविताको शीर्षक छ आलु खाएको। विदेशी धूर्तस्यालले सिमानामा आँख लगायो, नेता युवा युवा लडायो अनि फुटायो, नेता युवा युवा लडायो अनि फुटायो, देशभक्त युवाले आज के पायो, यही तालो भने युवा आलु खाएको, यही तालो भने युवा आलु खाएको। गणतन्त्र त नेताको लाज छोप्ने पाइन्ट हो, युवा भन्नु नेताको उकाली ओराली भन्ज्याङ पो, युवा भन्नु नेताको उकाली ओराली भन्ज्याङ पो, नायक होइन युवा खलनायक भए भो, यही तालो भने युवा गोलभेडा खाए भो, यही तालो भने युवा गोलभेडा खाए भो। राजनीतिले मात्र होइन युवालाई अरूले नि छोएपछि, तीन पानीले शरीर अनि कपडा धोएपछि, बैठक गोष्ठी अनि सेमिनारले छोएपछि, यही तालो भने युवा मुला खाए भो, यही तालो भने युवा मुला खाए भो। पार्टी पार्टी भनिकन उचाली बलको लाठी, अय्या आमा टाउको फुट्यो भनी करायो सहपाठी, अय्या आमा टाउको फुट्यो भनी करायो सहपाठी, कस्तो दृष्टि चिन्न सक्दैनौ आफ्नो साथी, कस्तो दृष्टि चिन्न सक्दैनौ आफ्नो साथी, यही तालो भने युवा पिडालु खाए भो। अन्याय र शोषणले सीमा नागिसकेको, युवा भुल्यौ अनि पञ्चायतको चियान खनेको, युवा भुल्यौ अनि पञ्चायतको चियान खनेको, ताजै जै लाग्छ राजतन्त्रको मलामी गएको, ताजै जै लाग्छ राजतन्त्रको मलामी गएको, यही तालो भने युवा आलु खाए भो, यही तालो भने युवा आलु खाए भो। धन्यवाद।